सम्पूर्ण मित्रजनहरुमा नमस्कार। ल मैले नमस्कार गर्दै यो दुईवटा मोबाइल तपाईहरुको बीचमा यसरी मैले देखाइरहेको छु। यो मूलपूर्व अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार को आयोजनामा प्रगतिशील हरितालिका 23-26 अगस्त 2025 को दिन यो दुईवटा मोबाइल त्यहाँ अचानक हराएका थिए र अहिले यो मोबाइलहरु आज 16 अक्टोबर 2025 को दिन हाम्रो हातमा परेको मैले तपाईहरुलाई जानकारी गराउन चाहन्छु। र यो गल्ती गर्ने मान्छे मैले यसलाई चोरी भन्दा पनि हामीले जुन भाइले पनि गलत काम गरेका थिए एकचोटी उनीलाई सम्झाएर उनको फेस उनको नाम हामीले सार्वजनिक नगर्ने एउटा निर्णय गर्यौं। र जसरी हामी यो फोनको पछाडी अब लागिरहेका थियौं साथीहरुको बीचमा नम्बर आदान प्रदान गर्ने क्रममा र तपाईहरुलाई भन्दाखेरि गल्ती गर्ने मान्छे यति सोझो मान्छे या चोरी गर्ने मान्छे या गल्ती गर्ने मान्छेले केही न केही सबुत छोड्छ या उसले केही न केही कमजोरी आफ्नो त्यहाँ छोडेको हुन्छ भने जस्तै उक्त भाइले मोबाइल त त्यहाँबाट उठाए र उठाएर बेची पनि सकेका तर उनले नम्बर निकालेर आफ्नो फोनमा निरन्तरता चलाइरहेका। यसका केही कागजहरु नभएको कारणले हामीले पुलिस कम्प्लेन्ट गर्ने बहुत कोशिश गर्दै पनि हामीले गर्न सकेका थिएनौं। र त्यो नम्बर आदान प्रदान गर्ने क्रममा जुन नम्बर मैले उनीसँग मागे त्यो नम्बर पहिलादेखि नै जुन फोन हराएको नानीको थियो त्यो नानीको नम्बर मसँग सेभ थियो। मलाई मामा भन्नुहुन्छ, उहाँ भान्जी पनि हो र अहिले उहाँ दुवै नानीहरुलाई या भान्जीहरुलाई मैले यो फोन भेटाएको जानकारी गराउन चाहन्छु। र सम्पूर्ण साथीहरुले यो भिडियोलाई यति शेयर गरिदिनुस्। अहिले उहाँहरुको मसँग नम्बर या कुनै पनि कन्ट्याक्ट नभएको हुँदा अब उहाँहरुले सायद यी फोनहरुका धेरै आशा पनि मारिसक्नु भएको होला। यिनको धेरै किम्मत चाहिँ नहोला यो फोनको र चल्न पनि कति चल्छ अब त्यो थाहा छैन। तर जसरी हामीले यो खोजबिन कार्यमा हामीले जुन अहिले मोबाइल भेटाइयो अत्यन्तै खुसी पनि लागेको छ मलाई। र जुन अभिभावकीय भूमिका मूलपूर्व अखिल भारत नेपाली एकता समाजले एउटा गम्भीरपूर्वक या गम्भीरता लिएर हाम्रो श्रमजीवी जनताहरुको बीचमा जुन कार्य गर्छ यो कार्य पनि एउटा सफल नै हो जस्तो मलाई लाग्छ। र सामान्य यसको किम्मतसित भन्दा पनि जुन कार्यमा हामी उहाँ नानीहरुका सायद मलाई लाग्छ उहाँले जसरी एउटा मेहनत गरेर जुन फोनहरु किन्नु भएको थियो पक्कै पनि यो फोन पाउँदा खुसी हुनुहुनेछ। र उहाँहरुलाई हामी फोन हस्तान्तरण गर्दा अर्को भिडियो बनाउने म हजुरसँग प्रतिबद्धता गर्दै यो भिडियोलाई नानीहरुसँग पुर्याइदिनको लागि शेयर गरिदिनको लागि हार्दिक अनुरोध गर्छु। धन्यवाद।